समृद्ध नौमुले गाउँपालिका, कर्णाली प्रदेश, दैलेख। नेपाल एउटा स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, समावेशी र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो। बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता नै नेपालको मुख्य पहिचान हो। प्राकृतिक रूपमा सुन्दर, प्रचुर जैविक विविधता, सांस्कृतिक, धार्मिक तथा पुरातात्विक सम्पदाका कारण विश्व मानचित्रमा नेपालको गरिमा उच्च छ। 7 प्रदेशहरूमा कर्णाली प्रदेश अन्तर्गतका 10 जिल्लाहरूमध्ये दैलेख जिल्ला प्राकृतिक तथा सांस्कृतिक रूपमा सुन्दर जिल्ला हो। दैलेख जिल्लामा 4 नगरपालिका र 7 गाउँपालिका गरी कुल 11वटा स्थानीय तहहरू रहेका छन्। तिनैमध्ये नौमुले जिल्लाको पूर्वी भेगमा अवस्थित अनुपम प्राकृतिक स्रोतले भरिपूर्ण गाउँपालिका हो। नौमुले गाउँपालिका जडीबुटी, जलविद्युत तथा पर्यटन क्षेत्रको प्रचुर सम्भावना भएको गाउँपालिका हो। स्थानीय तहको नयाँ संरचना अनुसार साबिकका तोली, बालुवाटार, द्वारी, कालिका, नौमुले, सल्लेरी र चौराठा गाविसहरू एक आपसमा मिलेर यो गाउँपालिका बनेको छ। नौमुले 8वटा वडामा विभाजित छ। यस गाउँपालिकाको पूर्वमा जाजरकोट जिल्ला, पश्चिममा महाबु गाउँपालिका र नारायण नगरपालिका, उत्तरमा कालीकोट जिल्ला र दक्षिणमा नारायण नगरपालिका र भगवती माई गाउँपालिका पर्दछन्। गाउँपालिकाको केन्द्र साबिकको नौमुले गाविस रहेको स्थानबाट सञ्चालित छ। विभिन्न धर्म र संस्कृति भएको यस गाउँपालिकामा महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरू समेत रहेका छन्। समुद्री सतहदेखि न्यूनतम 980 मिटर र अधिकतम 4168 मिटर उचाइमा फैलिएको यो गाउँपालिकाको क्षेत्रफल 228.59 वर्ग किलोमिटर रहेको छ। पहाडी खुल्ला उपत्यका र खोज समथर तथा मध्य स्तरको भिराला जमिनको भौगोलिक स्वरूप भएको यो गाउँपालिका मानव बसोबासको लागि उपयुक्त भूमि मानिन्छ। विक्रमसम्म 2068 सालको जनगणना अनुसार यस गाउँपालिकाको जनसङ्ख्या 20,802 छ। हिन्दू धर्मावलम्बीको बाहुल्यता रहेको यस गाउँपालिकामा मगर, बाहुन, क्षेत्री, ठकुरी लगायत जनजाति तथा दलित तथा अल्पसंख्यक समुदायको पनि बसोबास रहेको छ। यस क्षेत्रको प्रसिद्ध धार्मिक स्थल नौमुलको नामबाट गाउँपालिकाको नामाकरण नौमुले गरिएको हो। नौमुलेको नामाकरण कसरी भयो? त्यो 9वटा मुलुहरू पुरा चट्टानबाट 9वटा मुलुहरू निस्किने, 9वटा मुल निस्किएर पुरा त्यो एक साइडमा 9वटा धाराहरू झर्छ र ठुलो चट्टान पहाडबाट, र त्यहाँ गिड्डहरू नहुने, त्यहाँ अब जस्तै पाप कटिने भएको मान्छेहरू त्यहाँ जाने, अब उपवास बस्ने, पाप कतनी हुन्छ भन्ने, त्यसरी भएर यो नौमुले गाउँपालिकाको नामाकरण भएको। नौमुले मेला भन्ने पनि ठुलो नौमुले मेला लाग्छ। अब पहिला अब टाढा टाढादेखि अब आउने, अब सोलीमा रोटी लिएर सबै नास्ता पानी लिएर सबै बस्ने, धार्मिक स्थल गर्ने, त्यस्तो गर्ने ठाउँ हो यो। र अहिले पनि नौमुले अब नेपालगञ्ज, सुर्खेत, कतिपय काठमाडौँतिरबाट दैलेखतिरका यहाँका सम्पूर्ण स्थानीयहरू यो नौमुले मेला एकदम ठुलो, यहाँ लाखौँको हिसाबमा उपस्थित भएर यहाँ नौमुले मेला चलिरहेको छ। त्यसै गरी यहाँ रहेका शिव मन्दिर, द्वारी झरना, तिनचुली हिमाल र गुफाहरू आदिका कारण यो क्षेत्र पर्यटकीय हिसाबले पनि सम्भावनाहरूले भरिपूर्ण मानिन्छ। प्राकृतिक सुन्दर साधन छ, यसमा जलस्रोतको अपार सम्भावना छ। हामीले देख्न सक्छौँ यहाँ 12 मास पानीको प्रशस्त सम्भावना छ, एउटा यो कुरा रहेको छ। त्यसै गरिकन यो प्राकृतिक सुन्दर साधनले एउटा भरिपूर्ण भएको कारणले गर्दा आन्तरिक तथा बाह्य पर्यटकको लागि पनि यो अत्यन्त महत्त्वपूर्ण छ। हामी विश्वास गर्न सक्छौँ कि हाम्रो नौमुलेको वडा नम्बर 1, 2, 3, 4, 5, 6, 7, 8 एउटा राउन्डिङ वेमा छ र यहाँ उच्च हिमालदेखि लिएर तराईको गर्मी जस्तो वातावरण भएको नौमुले बजार सबै किसिमको भूवनहरू पाइन्छ। यहाँ हामीले विशेष गरिकन अब जस्तो पैती छ, त्यसै गरी तिनचुली हिमाल छ, त्यसै गरिकन द्वारी झरना छ, यिनीहरूलाई चाहिँ हामीले एउटा टुरिज्म सर्किटको रूपमा डेभलप गर्न सक्यौँ भने यसबाट प्रशस्त हामीले रेभेन्यू गर्न सक्छौँ। एउटा आधार यो छ।
योभन्दा पनि अझ अर्को महत्त्वपूर्ण आधार के छ भने यहाँ जडीबुटीको प्रशस्त सम्भावना छ। हुन त हाम्रो स्लोगान नारामा पनि यो बनाएका छौँ कि यहाँको जडीबुटीलाई राम्रोसँग प्रयोग गर्न सक्यौँ भने हामी प्रशस्त मात्रामा आम्दानी गर्न सक्छौँ। प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक दृष्टिकोणबाट महत्त्वपूर्ण मानिएको नौमुले गाउँपालिका दैलेख जिल्लाको एक प्रमुख पर्यटकीय गन्तव्य हो। खोला नाला, झरना, प्रशस्त वन जङ्गल तथा हिमालहरूको मनोरम दृश्यले नौमुले गाउँपालिका कर्णाली प्रदेश र समग्रमा नेपालकै अवलोकन गर्न लायक एउटा गाउँपालिका पनि हो। यहाँका लेकबेसी, पहाड, गाउँ परिवेश, लोक परम्परा, संस्कृति, वेशभूषा लगायतका मनोरम दृश्यले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आनन्दित तुल्याउँछ। यहाँका जनजातिहरूलाई आफ्नो पोसाक जो छ पोसाक पनि नछोड्न र आफ्नो कला संस्कृति मारुनी नाच छन्, मारुनी नाचहरू, आफ्नो पहिलाका झाम्रे गीतहरू, अनि यहाँका आफ्ना भाङ्रो लाउने एउटा भाङ्रो लाएर हिँड्थे बुढापुरानो अझै पनि भाङ्रो लाउँछन्। त्यो भाङ्रोहरू लाएर आफ्नो संस्कृतिलाई नगुमाऊ भनेर हाम्रो यसको जनचेतना पनि गाउँ गाउँमा बढाएका छौँ र हाम्रा बुढापुराणले पनि अब के भनिरहेछ भन्दा हामीले यो कला यो संस्कृति यो मारुनी नाचहरू हामी आउने बेला हामी जनप्रतिनिधि हुने बेला लगभग लोप भइसकेको थियो, 1-2 ठाउँमा नाच्थेँ र मैले प्रत्येक वर्ष यहाँ एउटा महोत्सव कार्यक्रम जस्तो लगाएर मैले 8 वटाका मारुनी नाचहरू आफ्ना यो देउडा, यो लोकदोहोरी, यो अनि झ्याउरे भाका यिनीहरू लिएर पुरै यो पञ्चे बाजाहरू लिएर आउँछन्। अहिलेदेखि फेरि एकदम जागरुक भएर माथि यो आफ्ना ड्रेसहरू लिएर सबै कुराहरू जागरुक भएको छ र प्रतिस्पर्धा गरिरहेका छन्, पुरस्कार सिस्टम गरिरहेको छ हामीले। यहाँको मनोरम प्राकृतिक वातावरण र आकर्षक संस्कृति र अन्य सम्पदाहरू नियाल्न आउने पर्यटकहरूको संख्या पनि बढिरहेको देख्न सकिन्छ। गाउँपालिकाको वडा नम्बर 3 मा रहेको द्वारी झरना यहाँको मुख्य आकर्षण पनि हो। अग्ला पहाडहरूका खोजहरूलाई छिचोल्दै सुमधुर संगीतकै धुनमा सुसाएर पहाडबाट झर्ने यो झरनाको दृश्य निहाल्नु जोसुकैको जीवनका लागि दुर्लभ अवसर हो। मुलुकका विभिन्न स्थानहरू र विदेशबाट पनि यो झरना अवलोकन गरेर आनन्दित हुँदै फर्कनेहरू यो झरना अवलोकनको दोस्रो अवसरको खोजीमा जुटिरहन्छन्। कविका कविता, गीतकारका गीत र संगीतका धुन तथा प्रकृति प्रेमीहरूका प्रेमहरू पनि यहाँ गुन्जिरहेको भान हुने गर्दछ। यस झरनाका वरिपरि लाली गुराँसको मनोरम दृश्य समेत अवलोकन गर्न सकिन्छ। यस झरना वरिपरि क्षेत्रमा पार्क तथा होटल रिजोर्टहरू निर्माण गरी यस क्षेत्रलाई थप व्यवस्थित गरेमा पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि हुन गई स्थानीयवासीहरूको आर्थिक स्तर वृद्धि हुने सम्भावना प्रबल देखिन्छ। त्यो झरनामा हामीले अहिले बाटो खन्दैछौँ। अब लगभग गाउँसम्म लग्नको लागि 6-7 किलोमिटर बाँकी होला र त्यहाँ अहिले पनि हामीले यहाँ नौमुले गाउँपालिकामा यहाँ कति आउँछन् त पर्यटकीयहरू भनेर तल इपर्कामा हामीले त्यहाँ रेकर्ड राख्नु है भनेर पनि दिएका छौँ। इपर्का पोस्टमा राम्रो गराउनको लागि अब त्यहाँ अब एउटा होमस्टे पनि सञ्चालन गर्न लाग्छौँ। जग्गा लिएको छ, समिति भएको छ। होमस्टे बनाएपछि आएका पर्यटकहरूले बस्न खानको लागि दुःख नहोस् भनेर अब त्यो टेस्ट पनि सञ्चालन गरिरहेका छौँ। र त्यो झरनादेखि माथि टिन्चुले भन्ने ठुलो लेक छ, त्यहाँ जहिलेसुकै हिउँ देखिन्छ, हिउँ हुन्छ र त्यहाँदेखि उता कालीकोटको सिमाना पर्छ र त्यो झरनामा अब धेरै पर्यटकहरू आछन्। हामीले त्यसलाई संरक्षण गर्नको लागि गाउँसम्म गाडी लैदिने र गाउँदेखि तपाईँको आधी किलोमिटर झरना पर्छ, त्यहाँसम्म गोरेटो बाटो रेलिङ सहितको र प्रतीक्षालय सहितको र त्यहाँ मन्दिरहरूको सबै व्यवस्था गर्नको लागि हामीले एउटा यसको पनि कार्यविधि बनाएर अब पर्यटक अफिसतिर अब केन्द्रतिर सङ्घतिर प्रदेशतिर हामीले त्यसको पहल गर्ने र गाउँपालिकाले पनि जति सकिन्छ त्यसको लागि अब बजेट छुटाएर काम गर्ने भन्ने हाम्रो गाउँ कार्यपालिकाको निर्णय छ। यहाँ आउने पर्यटकहरूले द्वारी झरना मात्र नभई यसको शिर भागमा अवस्थित तिनचुले हिमालको पनि सहजै अवलोकन गर्न सुनौलो अवसर प्राप्त गर्दछन्, जुन यस क्षेत्रको अर्को प्रमुख पर्यटकीय स्थलको रूपमा प्रसिद्ध रहेको छ।
यस हिमालको सुन्दरता तथा मनोरम दृश्यले जो कोहीलाई पनि तरङ्गित गर्दछ। त्यसैगरी वडा नम्बर 6 मा अवस्थित मालिका बासुकी धारा, वडा नम्बर 3 को नौमुल एवं गिद्ध नुहाउने स्थान लगायत यहाँ अन्य मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरू पनि छन्। महाबु लेक यस गाउँपालिकाकै आकर्षक पर्यटकीय स्थल हो। यस गाउँपालिकामा होमस्टेका माध्यमबाट बाह्य र आन्तरिक पर्यटकहरूलाई गाउँघरमा पुर्याउन सकियो भने यसले यहाँको अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा पुर्याउने निश्चित छ। यो वडाभित्र पर्यटकीय क्षेत्रहरू विभिन्न खालका पर्यटकीय क्षेत्रहरू छन्, जस्तै दुवारी झरना, यहीँ नजिकै रहेको हाम्रो नौमुल र यो गिद्ध नुहाउने भन्ने यहीँ नजिकै। धार्मिक परम्परा अनुसार हाम्रो यो नौमुलको कुरा गर्दा नौमुलमा चाहिँ यो धामी पुजारीहरूले चाहिँ त्यहाँ गएर नौमुलको पानीले नुहाएर फर्किएपछि आफ्नो मेला लाग्ने बेला अथवा धाम धमेलो गर्ने बेलामा आफूले चाहिँ प्रष्टसँग देवी देवताहरूले सही बोल्छन् भन्ने कुरा एउटा धार्मिक परम्परा अनुसारको भनाइरहेको छ। र दैलेख जिल्लाको मात्र नभई दुवारी झरना नेपालकै रूपमा पनि एउटा पर्यटकीय क्षेत्रको मुख्य केन्द्रबिन्दु रहेको छ। हामीले उता दुवारी झरनाको फेदसम्म नै हामीले दुईटै जैसी डाँडा र दुवारीको बाटो गएर त्यहाँसम्म पुर्यायौँ भने हामीले सडक सञ्जाल जोड्नेमा कसरी तयार भएर लागिरहेका छौँ। र दुवारी झरना हिउँदाको समयमा चाहिँ पानी एकदमै अलि कम भएको अवस्थामा चाहिँ पर्यटकहरू आन्तरिक यो जिल्लाभित्रका सम्पूर्ण विद्यालयहरूको टिम विद्यार्थीहरूको धेरैजसो विद्यार्थीहरूलाई भ्रमण गर्ने यो पत्रकारहरूको टिम पनि अहिले पछिल्लो चरणमा चाहिँ अलि बेसी रूपमा आएको छ। र मैले पटक पटक भन्ने गरेको छु, यो दुवारीका यो नौमुले गाउँपालिका वडा नम्बर 3 का जति पनि पर्यटकीय क्षेत्रहरू छन् यिनीहरू चाहिँ अलि प्रचार प्रसारको कमीले गर्दाखेरि पर्यटकीयहरू मा कमी भएको भन्ने कुरा उहाँहरूसँग राखेको छु। यो प्रचार प्रसारमा हरेक मिडियाहरूलाई प्रचार प्रसारमा ल्याइदिनु हुन म सम्पूर्ण मिडियाकर्मी साथीहरूलाई पनि मैले बारम्बार अपिल चाहिँ गरिरहेको छु। दैलेख जिल्लामा नयाँ गठन भएका स्थानीय तहहरूमा विकासको राम्रो सम्भावना बोकेको गाउँपालिका मध्ये नौमुले गाउँपालिका पनि एक हो। आर्थिक वर्ष अब लगभग वैशाखमै हाम्रो 3 वर्ष कार्यकाल हुन्छ। यो 3 वर्ष कार्यकालभित्र हामीले थुप्रै कामहरू गर्न सफल भएका छौँ। नौमुले गाउँपालिकाको सबैको साथीहरूको सहयोगबाट हामीले यहाँ पूर्वाधारका विकासमा जस्तै मोटर बाटोको कुरा अहिले हामी अब भावासैनी नौमुलेदेखि रापट हुँदै भावासैनी जोड्ने मोटर बाटोको लागि अहिले पनि बजेटको व्यवस्था भएको र आगामी अघिल्ला वर्षहरूमा नि यी बाटोका कामहरू कर्माधिक हिसाबले अघि बढेको वडा कार्यालय भवन पनि निर्माणाधीन अवस्थामा छ। र यहाँको सुशासनको कुरामा पनि मलाई लाग्छ म निर्वाचित भएर आएपछि यहाँको जनताले अब पाउनुपर्ने सेवा सुविधा सुलभ तरिकाले लिइरहेको मैले महसुस गरेको छु। किन भन्दा मैले जतिखेर पनि जुनसुकै समयमा पनि मैले वडा कार्यालयमा बसेर यहाँको जनताहरूलाई मैले सेवा दिएको मलाई एउटा महसुस भएको छ, मैले आफ्नो अनुभूति गरेको छु। अब त्यही ढङ्गबाट अब अहिले अब आगामी दिनहरूमा नि अब मेरो लक्ष्य भनेको नौमुलेदेखि भावासैनी मोटर बाटो जोड्ने र भावासैनी हुँदै भेरी खोला जोड्ने मोटर बाटो जोड्ने मेरा लक्ष्यहरू छन्। यहाँका सचेत राजनैतिक दल र सक्रिय स्थानीयवासी यो गाउँपालिकाको दरिलो आधार स्तम्भको रूपमा रहेका छन्। पहिलोभन्दा सडकको हात्तीसर जान्थ्यौँ नुन लिन, बोकेर 9 दिन 10 दिन लाउँथ्यौँ। अहिले हामीले त्यो रोड अहिले यहाँसम्म आएछ, हामीले त्यो सुविधा पायौँ। बत्तीको समस्या भन्ने भने पहिला दियोलो बाल्थ्यौँ, अहिले अब मुर्तेल बाल्यौँ, त्यहाँबाट अहिले सोलर दिएछ, त्यो बिजुली दिदिया भइदिए भन्ने हाम्रो चाहना हो। तिपाती अब हामीलाई सबभन्दा यो यहाँको माटो जचाएर यहाँ किराले नक्सन बनाउँछ, हामीलाई यो जिटियो भनौँ न, यहाँको माटाले के सुहाउँछ, यहाँको ठाउँले यहाँको पानीले के सुहाउँछ, त्यही हामीले चाहना गर्ने भन्ने हो।
विगतमा लामो समयसम्म स्थानीय निकायमा जनप्रतिनिधिको अभावले पछाडि परेको यो क्षेत्र स्थानीय तहको निर्वाचनपछि जनताले चुनेका जनप्रतिनिधिहरू आएसँगै हाल यहाँ विकास निर्माणका कामहरू द्रुत गतिमा अगाडि बढिरहेका छन्। विकास निर्माणको विषयमा कुरो गर्नुपर्दा अब 6 करोडको हाम्रो यो सामुदायिक विद्युतीकरणमा सम्झौता भएर पनि टेन्डर भइसकेको छ। मैले अहिलेको सालमा यो विद्युतको प्रत्येक वडाको सदरमुकामहरू अहिलेको सालमा बत्ती बाल्छु भनेर मैले जनतासँग बोलेको छु। त्यो अब विद्युतको लागि अहिलेको सालमा प्रत्येक वडा कार्यालयसम्म पुग्छ र अर्को सालमा हामीले जहाँ अलि नजिक नजिक गाउँ छन् त्यहाँ चाहिँ पुर्याउने लक्ष्य छ र मेरो कार्यकालसम्म सकभर कुनै ठाउँमा अलि रहला न पुरै ठाउँमा बत्ती बालिदिन्छु भन्ने छ। र अर्को कुरा हामी जनप्रतिनिधि हुँदाखेरि तपाईँको 6 महिना गाडी नौमुले चल्थ्यो, 6 महिना बन्द हुन्थ्यो दैलेखदेखि यहाँ नौमुले बजारसम्म। र हामी जनप्रतिनिधि भइसकेपछि यो बाटो हिउँडा बर्खाई अहिलेको बर्खा पनि बर्खाभरि चल्यो, अहिले झन् हामीले गेराबेल नालीसम्म गराउन लाग्छौँ। र 8वटा वडाका सदरमुकामहरूमा अहिले मेरो पालामा 8 वडामा गाडी गइसकेको छ। त्यो गाडी गयो, अब त्यो मैले के सोचिरहेको छु भन्दा अब हिउँडा गाडी जान्छ तर बर्खाको लागि यो भूगोलले साथ नदिएको कारण बडो कठिनाइ छ, 4 व्हिल गाडी भन्दा अरूको सम्भव छैन। त्यसै कारणले मेरो पालासम्म वडा सदरमुकामहरूमा जो बाटो गइसके त्यो बाटोलाई स्तर उन्नति गरेर तपाईँ हिउँडा बर्खा चल्नको लागि नाली जाली लगाएर मैले त्यहाँका जनताहरूलाई बिरामीमा दुःख सुखमा रासन पानी ओसार्नको लागि पनि त्यो सहयोग गर्नको लागि मेरो पालामा प्रत्येक वडाका सदरमुकाममा हिउँडै बर्खा गाडी चल्नेछन्। यो मैले प्रतिबद्धताका साथ बोले। ग्रामीण बस्ती तथा बजार क्षेत्रमा सडकहरूको निर्माण, विद्युतको व्यवस्था जस्ता सुविधाहरूका कारण गाउँपालिकावासीहरूले अहिले विकासको अनुभूति गर्ने अवसर पनि पाइरहेका छन्। लोरेका खोलाको पानी हाइड्रोहरूलाई पनि हेरिरहेको छ र जडीबुटीको पनि निरीक्षण गरिरहेको छ र कोही अपाङ्गहरूलाई पनि भत्ता दिलाइरहेको छ र हामीलाई पहिला जग्गाहरू जमिनहरू पास गर्न पनि धरिरहनु पर्थ्यो भने अहिले गाउँपालिका 9ले भएको भने सहज परिरहेको छ र धेरै कुराहरूलाई सहज परिरहेको छ र यहाँ भाषा पाठशालाहरू पनि मैले गाउँपालिकाले खोलिरहेको छ। स्थानीय तह चुनाव यतासम्मको कामदाम चाहिँ धेरै राम्रो र जनताको लागि सेवामूलक कार्यक्रम पनि ल्याएको छ। अब यसमा चाहिँ यो वडामा चाहिँ विपद बिरामीहरूलाई पनि प्रत्येक बिरामीलाई 5,000 देखि लिएर 10,000 स्वतः गाउँपालिकाको अध्यक्षको उबाट भइरहेको छ भने अरू बढी जस्तै 30,000, 40, 50, 2 लाखसम्म पनि यो गाउँपालिकाले निर्णय गरेर यो बिरामीहरूलाई सहयोग गरिरहेको अवस्था पनि छ। पर्यटन सँगसँगै यस गाउँपालिकाको अर्को मुख्य सम्भावना कृषि र अन्यमा उद्यम तथा व्यापार पनि हो। समथरदेखि पहाडी भूभागसम्म फैलिएको यस गाउँपालिकामा अन्न बालीतर्फ धान, मकै, कोदो तथा गहुँ उत्पादन हुने गर्दछ। त्यसैगरी दलहन, तेलहन जस्ता बाली पनि गाउँपालिकाभित्र लगाइने र उत्पादन भइरहेको देखिन्छ। यस गाउँपालिकामा उत्पादित फलफुल, तरकारी, जडीबुटी, नगदे बाली आदि वस्तुको उत्पादन तथा संकलन केन्द्रको स्थापना गरी सहज रूपमा निर्यात गरी आय आर्जन गर्ने सम्भावनाहरू प्रशस्तै देखिन्छन्। नौमुले गाउँपालिकामा यो भूगोलले साथ दिएको भूगोलको विषयमा अब जडीबुटीको भण्डार त्यतिकै छ। हाम्रो जङ्गल र जडीबुटीको भण्डार नौमुले गाउँपालिकामा प्रकृतिले दिएको छ र हाम्रो यो कालीकोट जाजरकोटसित जोडिएको गाउँपालिका भएर त्यहाँ बढी जङ्गलहरू छन्। त्यो जङ्गलमा धेरै जडीबुटीहरू उत्पादन हुन्छन्। पहिल्यैदेखि हाम्रो ओसार पसार हुन्छ र अहिले पनि नयाँ प्रविधिमा खोजी नीति गर्दाखेरि प्रत्येक सालको एकचोटि 2टा नयाँ जडीबुटीको आइटमहरू निस्किराखेको अवस्था छ र यहाँका जनताहरूले पनि त्यो जडीबुटीबाट धेरै आय आर्जन गरेका छन्। धेरै अब त्यति गरिब रूपमा छैनन्, राम्रो स्थितिमा कमाइ धमाइ हुन्छन्। र मैले गाउँपालिका सरकारको प्रमुख हैसियतले म के भन्न चाहन्छु भन्दा त्यो जडीबुटीहरू हामीले जस्ताको तस्तै गाडीमा अहिले पठाउनु भन्दा अब यहीँ प्रशोधन गरेर अब यहाँ अब कलकारखाना बत्ती थिएन, बत्ती ल्याइयो, अब कलकारखाना जोडेर यहीँ प्रशोधन गरेर त्योभन्दा बढी अलि राम्रो वृद्धि
मूल्यमा जान्छ कि र यहीँका बेरोजगार युवाहरूले रोजगार पाउँछन् भनेर मैले त्यसको पनि पहल गर्दैछु। गाउँपालिकाका बासिन्दाको मुख्य पेशा कृषि भएकाले कृषिको परिपूरकको रूपमा गाई गोरु, भैँसी, खसी, बाख्रा, सुँगुर, बङ्गुर, हाँस, कुखुरा आदि जस्ता पशुपक्षी पाल्दै किसानहरूले दूध, मल र मासुको व्यवस्थापन गरिरहेको देखिन्छ। यस गाउँपालिकामा अलैँचीको व्यावसायिक उत्पादनको सम्भावना पनि त्यत्तिकै राम्रो रहेको देखिन्छ। जीविकोपार्जनको क्षेत्रमा एउटा अलैँचीलाई चाहिँ मुख्य गरेर चाहिँ अलैँचीमा मूल्य श्रृङ्खला विकास कसरी गर्ने भनेर एउटा योजना बनाएका छौँ। त्यो अन्तर्गत 9 मूल्यमा हामी भर्खर जीविकोपार्जनका आय आर्जनका क्रियाकलापहरू बेसिक होम गार्डन म्यानेजमेन्ट भन्छ, हामी त्यसलाई चाहिँ एउटा जस्ट किसानको चाहिँ पोषणको लागि तरकारी फलफुल उत्पादन गरेर किसानहरूको चाहिँ स्वास्थ्यको लागि पोषणको लागि भनेर यसलाई आधारभूत जीविकोपार्जन भन्छौँ। त्यसपछि दोस्रो नम्बरमा चाहिँ हामीले आय आर्जन सम्बन्धी पोरी हाउस अलिकति ठुलो साइजको कृषि व्यवसाय मार्फत हामीले आय आर्जन गर्छौँ। अर्को एडभान्स लाइभलीहुड अन्तर्गत अलि राम्रो खालको भविष्यसम्म आर्थिक विकास गर्ने पछिसम्म चाहिँ किसानहरूको आय आर्जनको लागि हामीले चाहिँ यहाँ चाहिँ नयाँ के गर्न सकिन्छ त भनेर अध्ययन गर्दै गर्दा यो उसमा चाहिँ हामीले चाहिँ लार्ज कार्डामम होइन, जो पूर्वमा चाहिँ पूर्वीय देशको पूर्व साइडमा इस्टर्न साइडमा चाहिँ धेरै विकास भइसकेको छ यसको। अब यसलाई चाहिँ हामीले चाहिँ यो एरियामा दैलेख जिल्लाको 9 मूल्य एरियामा चाहिँ हामीले चाहिँ सुरुमा चाहिँ प्लान्टेसन गरेर के हुन्छ भनेर चाहिँ यसको चाहिँ परीक्षण गर्दाखेरि एकदम राम्रो प्रोडक्ट उत्पादन राम्रो दिएको भएको भएर अब हामी त्यसो यसलाई चाहिँ एकदम चाहिँ मास प्रोडक्सन स्केल अप गर्ने, धेरै उत्पादन गर्ने र धेरै उत्पादन गरेर मात्र भएन यसको बजारीकरणको पनि व्यवस्था गर्ने र उत्पादन गरेको किसानको सबै उत्पादन चाहिँ सहज रूपमा सही मूल्यमा चाहिँ बजारसम्म पुगोस् र यहाँको चाहिँ स्थानीय कम्युनिटीको चाहिँ सोसियो इकोनोमिक सेक्टरमा चाहिँ डेभलपमेन्ट होस्, आय आर्जन होस् र उहाँहरूको चाहिँ यो विषयमा चाहिँ उहाँहरूको चाहिँ व्यावसायिक विकास होस् भन्ने उद्देश्यले हामीले अहिले अलैँचीको चाहिँ मूल्य श्रृङ्खलाको एउटा प्रोजेक्ट परियोजना चाहिँ हामीले चाहिँ यहाँ स्थापना गर्न खोजिरहेका। My name is Peter Jarvis. I'm the Livelihoods Advisor for the Rural Village Resources Management Project, which is based in Dadaldura. We have a number of staff working here in Naumali, and the project mainly supports water resource management and development in the community. In addition to the water resources development, we also do a lot of work with women's hygiene and health, nutrition, and livelihoods development. The livelihoods development is mainly related to home gardens, and we've worked on home garden development for many years, supported by the excellent work of our project staff who work in the community. Now the project's moving to another phase in the last 2 years of the project, where we're supporting value chain development. One of the value chains that we're supporting is large cardamom here in Naumali Rural Municipality. We're just starting to develop the proposal, and the project has committed €28,500, which is 3.42 million Nepalese rupees, for the large cardamom value chain development work here in the community. नौमुले गाउँपालिका जल सम्पदा र विद्युत उत्पादनका दृष्टिकोणबाट पनि अब्बल गाउँपालिका हो। हाल यहाँ केही जलविद्युत आयोजनाहरू पनि सञ्चालनमा रहेका छन् भने केही आयोजनाहरूको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। नौमुलेको समृद्धिमा जलविद्युत उत्पादनको भूमिका पनि महत्त्वपूर्ण हुने देखिन्छ। यहाँ दुईटा हाइड्रो पावर, डुवारी हाइड्रो पावर, पदमखोला हाइड्रो पावर र अप्पर लोरे हाइड्रो पावर, दुईटा हाइड्रो पावर सञ्चालन भइसकेका छन्, बत्ती बलिसकेको छ र अप्पर लोरे हाइड्रो पावर पनि त्यसको काम सुरुवात भइसक्यो र तल्लो लोरेको पनि 7 मेगावाटको यो पनि अब जग्गा खरिद बढी 80% जग्गा खरिद भइसक्यो, अब 20% मात्रै जग्गा खरिद गर्न बाँकी छ। यस गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र नौमुले बजार, रापड, चौराठा, तोली र तामे हुन्, जहाँ खाद्य,
कपडा, फलफुल, स्टेसनरी, हार्डवेयर र औषधि जस्ता वस्तु बिक्री वितरण गरिन्छ। हाल नौमुले बजारदेखि दैलेख बजार हुँदै सुर्खेतसम्म दैनिक बस तथा जीप जस्ता सवारी साधनहरू सञ्चालनमा आइरहेका छन्, जसबाट स्थानीयहरूलाई आवत जावतमा सहजता महसुस भइरहेको छ। यसका साथसाथै सबै ओडा केन्द्रसम्ममा सडकको पहुँच विस्तार भएको छ भने आगामी दिनमा गाउँपालिकाले सबै सडकहरूको स्तरोन्नति गर्ने लक्ष्य लिएर काम पनि गरिरहेको छ। केही ओडाहरूमा विगतदेखि नै विद्युतीकरण नभएकाले यस समस्याको समाधानको लागि पनि गाउँपालिकाले आवश्यक प्रक्रिया अगाडि बढाइरहेको छ। यस्तै खानेपानी र सिँचाइको सुविधालाई सहज र व्यवस्थित बनाउने काममा पनि गाउँपालिका क्रियाशील छ। हामीले एक घर एक धारा, एक घर एक शौचालय हामीले त्यो गरेका छौँ र त्यही आरबिडब्ल्यू आरएमपीदेखि पनि प्रत्येक स्कुलहरूमा हामीले खानेपानी कहाँ छैन, शौचालय कहाँ छैन, जस्तो विश्व खाद्यले खाजा दिएछ बच्चाहरूलाई, त्यो खाजा पकाउने ठाउँहरूको तपाईँको पकाउने ठाउँहरू कोही ठाउँमा भड्किएको त्यसलाई गराएका छौँ, कोही ठाउँमा त्यो पानीको पाइपहरू नभएको त्यो पानीको पाइपहरू पनि हामीले जोडेर प्रत्येक एक घर एक धारा एक घर एक शौचालय हाम्रो गाउँपालिकामा जहाँ गए पनि त्यो सबैले देख्न सक्नुहुनेछ। गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले शैक्षिक सुधारका कामहरूलाई पनि विशेष अग्रसरताका साथ अगाडि बढाइरहेको छ। प्रत्येक हाम्रो नौमुले गाउँपालिकामा 48वटा स्कुल जो छन्, 48वटा स्कुलमा डिजी र सोलर रुम वितरण गरेको छु र त्यो 48वटा स्कुलबाट यो नौमुले गाउँपालिकाको केन्द्रमा हामीले हाजिरा जवाब प्रतियोगिताहरू हामीले यहाँ गराउँछौँ र त्यहाँ फर्स्ट आउनेहरूलाई पुरस्कारको सिस्टम पनि छ र राम्रै लुजा आएका जुन ठाउँमा आउँछन् त्यहाँका सरहरूलाई पनि थोरै हामीले सम्झाउने तपाईँहरूको स्कुलमा भएन है यस्तो है भनेर त्यसको पनि हामीले त्यो कार्यक्रम पनि गरिराखेका छौँ। नौमुले गाउँपालिका जनजातिको बाहुल्यता भएको हो। यसमा मैले जनजातिका भाषा लोप हुन नदिनको लागि भाषा शिक्षा पनि मैले छनौट गरिसकेको छु। जनजातिका बच्चाहरू बढी भएको ठाउँमा त्यहाँ मैले यो भाषा शिक्षाको लागि पनि शिक्षकहरू तयार गरेर पढाइरहेको छन् र अहिले हाम्रो कम्प्युटरको युग कम्प्युटर जमाना भएको कारणले हाम्रो प्रत्येक मावि र निमाविहरूमा पनि मैले यो कम्प्युटर शिक्षाहरू खोलेर कम्प्युटर शिक्षाको पनि पढाइ भइरहेको छ। स्वास्थ्य सेवामा नागरिकहरूको पहुँच वृद्धि गर्न गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था, स्वास्थ्य चौकीमा औषधिको सहज उपलब्धता लगायतका सुधारका कामहरूलाई त्यत्तिकै प्राथमिकता दिएर अगाडि बढाइरहेको छ। भूगोलले साथ नदिएकै कारणले यहाँ स्वास्थ्य चौकी छ भने धेरै 3 घण्टा 4 घण्टा माथि जनताहरू हिँड्ने, त्यो ठाउँमा अब लोटेर डेलिभरी केसहरू हरेक कुराहरू घटना परिघटना घटिरहेको कारणले मैले त्यो भूगोल हेरेर 1 नम्बर तोलीको पर भाङ्गारीमा सामुदायिक स्वास्थ्य चौकी, अस्थायी स्वास्थ्य चौकी, अब बालुवाटारको माथि काक्तेमा र दुवारीको भाँडेमा, कालिकाको भित्री खोला चेप्टेमा र 7 नम्बरको पैतीमा मैले स्वास्थ्य चौकी पनि राखिदिएको छु। त्यही र नौमुलेको जो पिएससी छ, पिएससीमा पनि हाम्रो दैलेख जिल्लामा जो सेवा सुविधा एक्सरेदेखि लिएर सबै कुरा जो जिल्लामा हुन्छ त्यो कुरा पनि मैले बहुत विद्युत लिएर आइसकेको छु। अब मिटर जोडिरहेछ, त्यहाँ अब एक्सरे कोठाहरू पनि सब तयारी पारिएको छ र त्यहाँ दैलेख जिल्लामा पाउने सेवा सुविधा डेलिभरी केसहरू एक्सरे सबै नौमुलेमा मैले दिएर 1500को हस्पिटलको पनि हामीले अब त्यसको जग्गा खरिदको प्रक्रियामा पनि छौँ र बनाउने तयारीमा पनि छौँ। गाउँपालिकाको समग्र विकासका लागि महत्त्वपूर्ण मानिने आय आर्जनमूलक गतिविधिहरू सञ्चालन, विभिन्न तालिम, गोष्ठी तथा भेलाहरू, चेतना अभिवृद्धि गर्ने कार्यक्रम, महिला सशक्तिकरण, बालबालिका, युवा, ज्येष्ठ नागरिक, अपाङ्ग, विपन्नहरूका लागि विशेष कार्यक्रम र सुशासन प्रवर्धनमा गाउँपालिकाले विविध प्रयासहरू गरिरहेको छ। विकास गर्ने क्रममा सजिलो पनि छ, कठिनाइ पनि छ, चुनौती पनि छ र यसले जुन गर्नुपर्ने विकासको फड्को चाहिँ अलि अब विकास भएकै छ। जुन यो सङ्घीय
संरचना हुँदै गर्दा र हामी जनप्रतिनिधि यो ठाउँमा आउँदै गर्दा अब विकासले चाहिँ धेरै फड्को मारेको छ। किनभने अब अहिले बत्ती बाटोघाटो अब सबै ठाउँमा पुगेको छ होइन। अलिकति विकटताका कारणले अब अलि भनेको जस्तो अलि नपुगेको, नत्र सबै ओडामा हाम्रो बाटोहरू सडकहरू विस्तार भएको छ। महिलाहरूको पहिलाको अवस्था अलि एकदम पछाडि परेको महिलाहरू हुनुहुन्थ्यो। अहिले तिनी महिलाहरूले, किनभने हामी स्थानीय सरकार आउँदा सङ्घ संस्था लगायत हामी सबैले चेतनामूलक कार्यक्रमहरू गराएर र महिलाहरूका हक हितका कुराहरू सुनिश्चित अब संविधानले पनि गरेको छ र अब एकदम प्रचार प्रसार अब कार्यक्रमहरू अब जनचेतना कार्यक्रमहरू एकदम तिनी कार्यक्रमहरू हामी गर्दै गर्दा अहिले महिलाहरू धेरै बाटाटाँटा पनि भएका छन् र एकदम अधिकार पनि प्राप्त गरेका छन् र अब सबै महिला नहोलान्, त्यो पहुँचमा पुगि नसकेको अवस्था होला। अब विकटताका कारणले, गरिबीका कारणले पनि, अब क्षमताका कारणले पनि कतिपय महिलाहरू अलिक पछाडि पनि छन् र अब तिनी महिलाहरूलाई अगाडि ल्याउनको निमित्त हामीले बजेटहरू विनियोजन गर्ने अतिरिक्त क्रियाकलापहरू अब होइन वडामा गएर सञ्चार उनीहरूलाई सूचनाको मार्फत कार्यक्रम मार्फत हामीले उनीहरूलाई बुझाएका छौँ र बिस्तारै बुझिसकेका पनि छन्। अहिले महिलाहरू धेरै अगाडि बढेको अवस्था पनि छ। न्याय समितिमा जहाँसम्म हाम्रा मुद्दाहरू आएका छन् तिनी मुद्दाहरूलाई हामीले एकदम जनताको आवश्यकता अनुसार उनीहरूलाई पीर नपर्ने हिसाबले हामीले त्यस्ता मुद्दाहरू हेरिरहेका छौँ जहाँ कि उनीहरूले एकदम उनीहरूलाई जबरजस्ती गरेर यो मिल्नै पर्छ भनेर हामीले त्यस्तो दबाब दिएका छैनौँ। किनभने उहाँहरूको इच्छा अनुसार होइन, तपाईँहरू दुवै पक्षलाई राखेर मैले कस्तो गर्ने गरेको छु भने तपाईँहरू दुवै पक्ष एकदम सहमति हुनुहुन्छ भने मिल्नुहोस्। अब सहमति छैन, तपाईँहरूलाई चित्त बुझ्दैन भनेपछि तपाईँहरू अगाडि बढ्दा पनि हुन्छ, अदालततिर जाँदा पनि हुन्छ होइन। अब तपाईँहरूको सम्बन्धित निकायहरू कहाँ हुन्छ त्यहाँ तपाईँहरूले कहाँ न्याय पाउनुहुन्छ त्यहाँ जानु, नत्र अब यहीँ तपाईँहरूले न्याय एकदम मैले भरपूर्ण तपाईँहरूलाई न्याय दिएको जस्तो लाग्छ भने तपाईँहरू मिल्नुहोस् भनेर त्यसरी एकदम हामीले तिनीहरूलाई अब सिकाएर त्यसरी अब होइन त्यस्तो जबरजस्ती नगरेको अवस्था छ र उनीहरूले सहजै एकदम स्वीकार गरेर मिलेर मिलापत्र गराएर हामीले पठाएका छौँ। गाउँपालिकावासीहरूलाई घर दैलोमै सरकारको अनुभूति दिलाएर सङ्घीयताको वास्तविक कार्यान्वयन गरिरहेको छ नौमुलेको स्थानीय सरकारले। अहिले हाम्रो यो चालु आवामा पनि हाम्रो बजेटको अवस्था त्यति सन्तोषजनक छैन। यो हामीले यसरी गर्नुपर्ने कुरा नै हो। र हाम्रो शाखागत रूपमा भन्नुपर्दा जस विशेष गरी यो पशु शाखा अन्तर्गतमा गर्ने कामहरू, कृषि शाखाहरूको त्यस्तै गइसकेपछि अन्य हाम्रो स्वास्थ्यको अन्य शाखाहरूको अलिकति टेन्टेटिभली राम्रै छ, नियरली 50% को हाराहारीमा गइसकेको छ भने हाम्रो विशेष गरी यो पूर्वाधार संरचनाको कामहरू अलिकति ढिलाइ भएको छ र त्यसमा पनि हामी द्रुत गतिमा गइसकेका छौँ। प्रदेशबाट प्राप्त सशर्त तथा विशेष योजनाहरू पनि अगाडि बढिसकेका छन् र हाम्रो गाउँपालिकाको उपभोक्ता समितिको तर्फबाट गर्नुपर्ने कामहरू पनि लगभग 80% चाहिँ सकिसकेको छ र तिनीहरूको हामीले भुक्तानी दिनको लागि हाम्रो क्रममा जारी छ। यसमा विशेष गरिकन वडा अनुगमनदेखि लिएर हाम्रो गाउँपालिका स्तरको जुन उपाध्यक्षज्यूको नेतृत्वमा हुन्छ अनुगमन समितिको एउटा समिति हुन्छ मूल्याङ्कन गर्नको लागि, त्यो समितिले सिफारिस गरे लगतै हाम्रो तत्काल लगभग 70-80% उपभोक्ता समितिको तर्फबाट जाने भुक्तानीहरू पनि हाम्रो तयारीमा छ र यथार्थमा हेर्दा हाम्रो सन्तोषजनक नै छ जस्तो मैले महसुस गरेको छु। हामीले सेवा प्रवाह गर्नमा लगभग भएसम्म हामीले राम्रै दिइरहेका छौँ। कार्यालयलाई कसरी बढीभन्दा बढी सूचना मैत्री बनाउने भनेर हामीले यहाँ जस्तो डिजिटल नोटिस प्लेटदेखि लिएर अटेन्डेन्सदेखि लिएर होइन अन्य किसिमका कुराहरू र सार्वजनिक सेवा प्रवाहलाई कसरी बढीभन्दा बढी प्रभावकारी हुन्छ भने हाम्रो नागरिक बुढापत्रदेखि लिएर सबै टुल्सहरू प्रयोग गरेका छौँ। नौमुले गाउँपालिकाको एउटा लाइफलाइनको रूपमा जोडिएको भनेको नौमुले तामे सडक खण्ड हो। त्यसमा हामीले लगभग 1,71,00,000 बराबरको बिडिङको लागि हामीले प्रोसेस अगाडि बढाइसकेका छौँ। त्यसै गरिकन यहाँको चाहिँ नि अरू भनेको जस्तो हाम्रो यो प्रदेशबाट आएका बजेटहरू छन्, जस्तो रापरमा छ, सल्लेरीमा छ, यिनीहरू अलिकति ठुला प्रकृतिका बजेटहरू भए र वडागत रूपमा पनि हामीले जस्तो यहाँ विशेष गरी हाइड्रोको सम्भावनाको लागि पनि हामीले अध्ययन गर्ने भन्ने एउटा काम अगाडि बढाइसकेका छौँ। त्यस्तै जडीबुटीको लागि आइ गर्ने कामहरू पनि एउटा यो प्रशस्त सम्भावना भएको कारण यसलाई पनि अगाडि बढाएका छौँ। लगायत हाम्रो यो चालु आवामा हाम्रो जुन नीति तथा कार्यक्रमहरू यहाँहरूले हाम्रो वेबसाइटमा पनि हेर्न सक्नुहुन्छ, त्यो नीति तथा कार्यक्रममा समावेश गरेका जति पनि ठुला योजनाहरू छन् त्यो हाम्रो काम अगाडि अहिले बढी नै सकेको छ र कार्यान्वयनको चरणमा छ। कृषि, पर्यटन, जलविद्युत लगायतका क्षेत्र गाउँपालिकाको उच्च सम्भावना, स्थानीय सरकारको दृढ इच्छाशक्ति र नागरिकहरूको सक्रियतालाई नियाल्दा
नौमुले गाउँपालिकाको समृद्धितर्फको यात्रा छोटो समयमा पूरा हुने निश्चित छ। यसमा सहयोगी निकाय, प्रदेश र सङ्घीय सरकारको विशेष भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण छ। समृद्ध नौमुले गाउँपालिका निर्माणको अभियान छिटै पूरा होस्, शुभकामना।